व्यावसायिक तरकारी खेती गर्ने 61लाई क्यान्सर, 15को मृत्यु होला। फेरि तरकारीको विषादीले एकै गाउँका 7 जना किसानमा क्यान्सर, 1 जनाको मृत्यु। सङ्कटमा मौरी, महमा विषादी। हाटबजारको बोडी खाँदा एकै परिवारका 7 जना बिरामी। पक्कै पनि आजकल तपाईँ हामीले यी र यस्ता खालका समाचारहरू सुन्दै र देख्दै आइरहेका छौँ र भविष्यमा यस्ता समाचारहरू अझ बढ्ने निश्चित नै छ। अन्य देशको तुलनामा प्रति हेक्टर विषादी खपत कम भए तापनि हालसम्म नेपालमा 179 विभिन्न विषादी 3812 व्यापारिक नाममा पञ्जीकृत भएका छन्। यसरी एकातिर विषादीको खपत बढ्दो छ भने अर्कोतिर यसको दुरुपयोग र असुरक्षित प्रयोग पनि उत्तिकै छ। तथ्याङ्क अनुसार अझै पनि नेपालमा 1% किसानले व्यक्तिगत सुरक्षा सामग्री प्रयोग बिना नै नाङ्गो हातले बाल्टीमा घोलेर कुचाले विषादी छर्ने गरेको पाइन्छ। त्यसैगरी भिडियोमा देखाए जस्तै हामीले यसरी नाङ्गो हातले विषादी घोल्छौँ, कुलाको पानी सिधै प्रयोग गरेर नाङ्गो हातले विषादी घोल्छौँ, विषादीका खोल र डब्बा खेतबारीमा मेल्क्याउँछौँ, चर्को घाम वा हावाको दिशा विपरीत नाङ्गो पाखुरा बिना कुनै मास्क, टोपी, चस्मा, पन्जा बिना नै विषादी छर्छौँ। कतिले चुरोट खाँदै विषादी छर्छौँ त कतिले भान्साकोठामा नै विषादीको असुरक्षित भण्डारण गर्छौँ र धेरै विषादी हालेर किरा मर्छ भन्ने भ्रमले सिफारिस मात्रा भन्दै धेरै विषादी हाल्ने गर्छौँ। त्यति मात्र नभएर कडा विषादी हाले किरा मर्छ भन्ने गलत सोचाइले गर्दा प्रतिबन्धित विषादी समेत राख्ने गर्दछौँ। असुरक्षित तरिकाले रासायनिक विषादी छर्दा छाला, नाक, कान, मुख, आँखा साथै गर्भवती महिलाले विषादी छरे उसको पेटबाट गर्भमा रहेको बच्चालाई पनि असर गर्दछ। साथै विषादीको अवशेष उच्च रहेको तरकारी, फलफुलबाट पनि विषादी शरीरभित्र प्रवेश गर्दछ। अब भने कुरा गरौँ विषादीको दुष्प्रभावबारे। यसले मानव स्वास्थ्यमा त ठुलो जोखिम ल्याएको त छँदैछ, त्यति मात्र नभएर यसले सम्पूर्ण पर्यावरणमा पनि असर पारिरहेको छ। अब अलिक विस्तृत रूपमा कुरा गरौँ विषादीले मानव स्वास्थ्यमा पार्ने तत्कालीन असरहरूबारे। यदि हामीले रासायनिक विषादी असुरक्षित तरिकाले छर्यौँ, बान्ता हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखाको आकार सानो हुने, खोकी लाग्ने, बढी तिर्खा लाग्ने, एलर्जी आउने, सास फेर्न कठिन हुने, मांसपेशी फर्किने जस्ता समस्याहरू देखा पर्दछन्। यी त भए तत्कालीन असरहरू। अब कुरा गरौँ दीर्घकालीन असरहरूको बारेमा। जस्तै महिलाहरूमा बाँझोपन र गर्भपतन, पुरुषहरूमा नपुंसकता, छालाको क्यान्सर, वंशाणुगत परिवर्तन, छारे रोग, किडनी फेल, दम र बच्चाहरूमा भौतिक एवं मानसिक अपाङ्गता जस्ता समस्याहरू देखा पर्दछन्। त्यसैगरी रासायनिक विषादीको असुरक्षित प्रयोगले मानव स्वास्थ्यमा मात्र नभएर पर्यावरणमा पनि असर पारिरहेको छ, जसले जल प्रदूषण, वायु प्रदूषण, माटो प्रदूषण र माटोमा प्रभावकारी सूक्ष्मजीवको सङ्ख्यामा गिरावट ल्याएको छ। साथै बायोम्याग्निफिकेसन र बायो एकुमुलेसन निम्ताएको छ। यति मात्र नभएर मृत्युजीव र परागसेचनहरूमा समेत यसको नकारात्मक प्रभाव उत्तिकै छ। अर्को विडम्बना, किराहरूले विषादी पचाउने भइसकेका छन्। विष प्रतिरोधात्मक क्षमता विकास बढ्दो क्रममा छ, जसले गर्दा जति डोज बढाएर राखे पनि पुराना विषादीहरूले काम गर्न छाडिसकेका छन्। यति मात्र नभएर सिफारिस मात्रा भन्दा बढी विषादी प्रयोग गर्दा, अत्याधिक गर्मीको समयमा विषादी राख्दा, त्यसैगरी बिरुवा कमलो अवस्थामा विषादी छर्नाले बिरुवा जल्ने समस्या पनि बढ्दो क्रममा छ। त्यसैले विषादी औषधि नभएर विष नै हो भन्ने कुरा यी विभिन्न दुष्प्रभावहरूको कारणले स्पष्ट रूपमा प्रमाणित हुन्छ। तर दुःखको कुरा के छ भने नेपालमा कृषकहरूले यसलाई अन्तिम विकल्पको रूपमा प्रयोग गर्नुको साटो पहिलो विकल्पको रूपमा छनौट गर्दै आइरहेका छन्। पहिले बोजोको धुलो, तितेपातीको धुलो, लसुनको रस, खुर्सानीको धुलो, खरानी, गहुँ जस्ता विभिन्न प्राकृतिक वस्तुहरू प्रयोग गरी रोग तथा किराहरूको व्यवस्थापन गरिन्थ्यो भने तर अहिले यी तरिकाहरू निकै कम किसानहरूले अवलम्बन गरेको पाइन्छ। तर रासायनिक विषादीको दुरुपयोग एवं असुरक्षित प्रयोग भने अवश्य कम गर्न सकिन्छ, जसका लागि आम किसानमा जनचेतना फैलाउँदै उनीहरूलाई एकीकृत शत्रुजीव व्यवस्थापनका विधिहरू अवलम्बन गर्न उत्प्रेरित गर्नु पर्दछ। जस्तै हामी विभिन्न पासोहरूको प्रयोग गर्न सक्छौँ, जस्तै चिप्कने पासो, मोहिनी पासोहरू, बत्तीको पासो हामी प्रयोग गरी किराको व्यवस्थापन गर्न सक्छौँ। अर्को निकै उपयोगी र सरल विधि झोल प्रयोग गरेर रोग तथा विभिन्न किराहरूको व्यवस्थापन गर्न सक्छौँ। मोल3 जसमा कीटनाशक एवं किरा विकर्षक गुण भएका तिता, पिरा, टर्रा, झारपात एवं जडीबुटी, गाईको पिसाब, पानी र अन्य सूक्ष्मजीवको प्रयोग गरी तयार गर्दछौँ। अर्को अति महत्त्वपूर्ण कुरा भनेको मित्रजीवको संरक्षण। उदाहरणको लागि एउटा पोथी खपटेले दिनमा 50 देखि 100 वटा लाई खान सक्दछ। त्यसैगरी अन्य विभिन्न मित्रजीवहरू छन् जसले हानिकारक किराहरूलाई नियन्त्रण गर्दछन्। उदाहरणको लागि सूक्ष्म जीवाणु जस्तै ट्राइकोडर्माको प्रयोग पनि गर्न सकिन्छ। यो निकै नै उपयोगी ढुसी हो। यसले बिउ उपचार, माटो उपचार, मल उपचार र फोलियर स्प्रे गर्न सकिन्छ। त्यसैगरी विभिन्न किराहरूको लागि ब्यासिलस थुरिन्जिनेसिस बीटी, न्युक्लियोपोलियोइडेसिस भाइरस एनपीभी, मेटाराइजियम पनि प्रयोग गर्न सकिन्छ। त्यसैगरी विभिन्न उपयोगी रसायन भएको निकै नै उपयोगी वनस्पति नीम प्रयोग गरी धेरै
किराहरूको व्यवस्थापन गर्न सकिन्छ। यसरी एकीकृत सत्यजीव व्यवस्थापनका विभिन्न विधिहरू अप्नाएर पनि हामी रोग तथा किराहरूको सहजै व्यवस्थापन गर्न सक्दछौँ। र विषादी कदापि औषधि होइन र यो मात्र केवल विष हो। यसले मानव स्वास्थ्य मात्र नभएर सम्पूर्ण पर्यावरणमा नै ठुलो असर पारिरहेको छ भन्ने कुराहरू सम्पूर्ण जनमानसमा पुर्याउनु निकै नै महत्त्वपूर्ण छ। र अन्त्यसम्म भिडियो हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शकवृन्दहरूलाई म धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु। त्यसै गरी यो भिडियो प्रतियोगिता आयोजना गर्नुहुने आयोजकप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। जाँदा जाँदै अन्त्यमा पैसा तिरेर विषादीको खेती नगरौँ भन्दै म भिडियो प्रस्तुता शरद पोखरेल पनि बिदा हुन चाहन्छु। हस्त नमस्ते।